एन्ट्रान्स गुरुबाट प्र्याक्टिस गरेर मेरिट लिस्टको टप 5 मा आउने स्टुडेन्ट्सहरूलाई त आफूले सब्सक्रिप्सन गर्दा लिएको फीको डबल मनी ब्याक ग्यारेन्टी छ। 50% कन्टेन्ट र 15 वटै मक टेस्ट अटेम्प्ट गरेको मान्छेले त नाम निकालेन भने मनी ब्याक ग्यारेन्टी पनि छ। तिमीले भनेको जस्तै मैले टियुको एलएलबीको लागि एप डाउनलोड गरेँ, तर मलाई एन्ट्रान्सको एपले मात्र पुग्छ होला, त्यसमा भएको कन्टेन्टले मात्रै। मैले बुकहरू त पढ्नु पर्दैन होला नि। ल मलाई कस्तो चिन्ता लागिसक्यो, यति पास हुन्छ कि हुँदैन म त। चिन्ता नगर न, अब यसै पनि 16 दिन बाँकी छ। तिमीले बुकहरू पढेर पनि कति भ्याउँछौ र? एन्ट्रान्स गुरुको कन्टेन्ट एकदम मोर देन इनफ छ तिमीलाई 16 दिनमा पर्फेक्टली प्र्याक्टिस गर्नको लागि। अझै यो एप त हामी जस्तो अफिस जाने मान्छेहरूकै लागि बनाएको एप जस्तै छ। अब धेरै प्र्याक्टिस आवर्स दिइरहनु पनि पर्दैन, बिहान र बेलुका मात्रै प्र्याक्टिस गर्दा पनि मजाले पुग्छ। तिमी कसरी यति कन्फिडेन्स हुन सक्छौ यो एपप्रति? यो त भर्खर नयाँ लन्च भएको एप हो। नयाँ भएर के भयो त? मैले त लन्च हुने बित्तिकै डाउनलोड गरेर कति प्र्याक्टिस पनि गरिसकेँ। यो त ठ्याक्कै एक्जाम ओरिएन्टेड भयो, जसै गरी डिजाइन गरेको भएर ठ्याक्क एक्जाममा जस्तो क्वेसन आउँछ त्यस्तै खालको मक टेस्टहरू पनि दिन पाइन्छ। त्यही भएर त मलाई पनि कति धेरै इम्प्रुभमेन्ट भइसक्यो। त्यस्तै इम्प्रुभमेन्ट तिमीलाई पनि भइहाल्छ नि। त्यसका साथसाथै एपको एटलिस्ट 50% कन्टेन्ट र 15 वटै मक टेस्ट अटेम्प्ट गरेको मान्छेले त नाम निकालेन भने मनी ब्याक ग्यारेन्टी पनि छ। अनि मैले 16 दिनमा भ्याउँछु त यति धेरै कन्टेन्ट? किन नभ्याउनु? मैले पनि 10 दिन अगाडिदेखि मात्रै सुरु गरेको। 50% त अलमोस्ट भ्याइ नै सक्यो। अझ मक टेस्टको त मेरो आधीभन्दा धेरै नै सकिसक्यो। अनि यत्रो पढेर मैले टप गरेँ भने नि? टप गर्नेलाई पनि त रिवार्ड छ नि। एन्ट्रान्स गुरुबाट प्र्याक्टिस गरेर मेरिट लिस्टको टप 5 मा आउने स्टुडेन्ट्सहरूलाई त आफूले सब्सक्रिप्सन गर्दा लिएको फीको डबल मनी ब्याक ग्यारेन्टी छ। त्यसो भए त म अहिले एप सब्सक्राइब गरेर प्र्याक्टिस गर्न सुरु गरिहाल्छु नि। गर टप हालेपछि पैसा फिर्ता लिएर हामी पार्टी गर्नुपर्छ है।